जय मसीह। आज पनि हप्ताको बिहिबार। आज हाम्रो यहाँनिरको समयअनुसार, यहाँको दिनअनुसारले आज 2025 सालको यो 12औं महिनाको 25औं तारिक आज हामीले आज क्रिसमस, येशू ख्रीष्टको जन्मदिनलाई मनाएका छौँ। र आज आउनु यहाँनिर ढिलो पनि र आजको दिनको त्यस्तै कुराहरू छ। त्यसै कारण तरै पनि तपाईँहरूको सामुने जुन हरेक हप्तामा सुसमाचार, हृदयको कुरालाई परमेश्वरको वचन अनुसारले जीवनमा घटेका यी घटनालाई ल्याउने क्रममा आज पनि तपाईँहरूको सामुने म एउटा सानो भिडियो त बनाएर आउँछु नै भन्ने विचारले फेरि पनि तपाईँसँग आएको छु। हरेक चिज हाम्रो जीवनमा मेसेज छन्। ती मेसेजलाई बुझ्न सके हाम्रो जीवन चाहिँ दरिलो र हाम्रो जीवन चाहिँ अझ मजबुत बनेर जाँदछ, ताकि हामीलाई आउने दिनहरूमा अप्ठ्यारो नपरोस् र हामी परमेश्वरपट्टिको हाम्रो ज्ञान बढेर जाओस्। यही कुरामा आज पनि आजको दिन टोटली उहाँले हामीलाई दिनुभएको, उहाँले हामीलाई गर्नुभएको, जताउनु भएको एक प्रेम, येशू ख्रीष्ट आफै नै शान्तिको राजा र उहाँ आफै नै प्रेम र यिनै प्रेममा आधारित छ आजको हामीले क्रिसमस मनाउनुको कारण पनि। किनकि जब उहाँको परमेश्वरको हामीसँग प्रेम थिएन, जब हाम्रो उहाँसँग सम्बन्ध थिएन, हामीलाई उहाँले आफ्नो पुत्र दिएर हाम्रो उद्धार गर्नुपर्नेको कोही पनि जरुरी पनि थिएन। तर हामी उहाँको भएको कारणले हामी चाहिँ मानव जाति चाहिँ उहाँले आफैले बनाउनु भएको सृष्टि गर्नुभएको कारणले गर्दा, हामी हराएको कारणले गर्दा उहाँको प्रेम जताउनुको निम्ति उहाँले आफ्नो एकमात्र पुत्रलाई हाम्रो निम्ति दिनुभयो। जन्मदाखेरि हामी आनन्द खुसी मनाउँदछौँ, आज पनि हामीले त्यसरी मनाएका छौँ। तर उहाँको क्रुसले हामीलाई हृदयबाट हामीलाई आँसु पनि आउँदछ। तर आँसु हामीलाई यो दुःख पीडाको आँसु होइन, तर ती प्रेमले भरिएको आँसुलाई हामीलाई जोड्दछ। किनकि जब उहाँले आफ्नो पुत्रलाई दिनुभयो, उहाँले दिनुभएको कारणले, आउनुभएको कारण, एउटै मात्र कारण हाम्रो उद्धारको निम्ति थिइन्। ती उद्धारको निम्ति उहाँले आफ्नो रगत बगाउनै पर्ने। उहाँले रगत नबगाएसम्म हाम्रो मानव जातिको उद्धार पनि नहुने। त्यसै कारण उहाँले यो उद्धारको निम्ति पनि उहाँ बलिदान हुनुपर्ने, क्रुसमा टाँगिनुपर्ने। त्यसै कारण आज यो सबै सुरु गर्नुभन्दा पहिलोचोटि मेरो तर्फबाट, यो विनोद राईको तर्फबाट, मेरो आफ्नो आफन्त, मेरो दाजुभाइ, मेरो दिदीबहिनी, मेरो बाउआमा, मेरो जति पनि जो हुनुहुन्छ, मेरो चिनजान, मेरो साथीभाइ, ती सबैमा मेरो तर्फबाट नम्र जय मसीह र यो यसपालिको क्रिसमसको शुभकामना। र म आदर गर्ने, मैले आदर र भक्ति गर्ने मेरो परमेश्वर येशू ख्रीष्टलाई म धन्यवाद चढाउँदछु, जसले मलाई इन्स्पायर गर्नुहुन्छ र म उहाँको यो कुरालाई भन्नुपर्छ र हामीले भन्नुपर्छ, अनि उहाँ अरूकोबाट पनि हामीले सुन्नुपर्छ भन्ने म धारणा राख्दछु। किनकि जब हामी मुखलाई बन्द गर्दछौँ त हामी आफ्नो भविष्यलाई पनि बन्द गर्दछौँ। त्यसै कारण यदि हामी आज येशू ख्रीष्टमा हामी हौँ भनेदेखि हामीले आफ्नो कुरालाई अर्कालाई बाँड्नुपर्छ र अर्का कुरा हामीले लिनुपर्दछ। त्यसै कारण आज उहाँले बाँडेको कारण आज हामीमा यी बाइबलको पुस्तक छन्। किनकि कसैले बाँडेको कारण, आज हामीले बोलेको कारणले गर्दा पनि कसैमा केही न केही त भरिदन छन्। त्यसै कारण म मेरो फादर अल्फ्लुकाउलाई, डाक्टर अल्फ्लुकाउ जो मलाई सिकाउनु हुने, उहाँलाई म यो बेलामा सम्झदछु र उहाँलाई म धन्यवाद चढाउँदछु, जहाँदेखि म यो कुराहरू सिक्दै उहाँसँग आइरहेको छु। र आज मैले तपाईँहरूको सामुने म तपाईँहरूलाई यो फेरि पनि वचनको सम्बन्धमा, यो सुसमाचार सुनाउने यो च्यानल वचनको सम्बन्धमा तपाईँहरूलाई स्वागत गर्दछु। र म आफूलाई पनि आज एउटै मात्र यी वचनलाई सरर पढ्नेको मैले निर्णय गरेर आएको छु र यसलाई अलिकति केही खोलेर तपाईँहरूको सामने गर्दछु। जो आजको दिन, मेन दिन हामी क्रिसमस मनाउँदछौँ, परमेश्वरको यो सबै प्रेममा जोडिएका छ। त्यसै कारण यो जन 3:16, योना 3को 16लाई आज मैले तपाईँहरूको सामुने पढ्ने निर्णय गरेको छु र म पढ्दछु। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् र त्यसले अनन्त जीवन पाओस्। उहाँले यसमा भन्नुभएको सम्बन्धलाई देखिदछ। यसलाई हामीले बुझ्दाखेरि कुनै पनि एउटा उपहार कसैलाई दिइन्छ, यस्तो उपहार दिइन्छ जो हामीले भुल्नै नसक्ने उपहार। यी हाम्रो, यदि हामी कसैसँग सम्बन्ध छैन भने हामी यो दिन सक्दैनौँ। त्यसै कारण परमेश्वरले हामीलाई आफ्नो सम्बन्ध भएको कारणले गर्दा यसले भरपूर तरिकाले हामीलाई सम्बन्धलाई जनाउँदछ।
ती सम्बन्धले गर्दा उहाँले फेरि प्रेम पनि उहाँले हामीलाई एक मानव जातिलाई मात्रै र एउटा उहाँले बनाउनु भएको एक थोकलाई मात्रै उहाँले गर्नु भएन। उहाँले यस संसारलाई भनेपछि संसारभित्र रहने हर चिज यावत थोकलाई उहाँले प्रेम गर्नुभयो। त्यसै कारण जब उहाँ आउनुभयो र उहाँको आफ्नो ती क्रसमा चढेर जब हामीलाई रगत बगाउनु भयो, हामीलाई कुनै पनि अरूको रगत चाहिएन, बाख्राको, कुखुराको, गोरुको, भैँसीको, बोकाको हामीलाई कुनै पनि ती रगतहरू चाहिएन। त्यसै कारण उहाँले एकैचोटि ती प्राइसलाई पे गरिदिनु भयो। यी पे गर्नु भएको कारणले गर्दा फेरि मेरो लागि मात्र होइन, तपाईँको निम्ति मात्र होइन, यी हामी त आज हामी कुरा गर्दछौँ, तर अरू सब चिजको पनि उद्धार, तर अरू सब चिजको उद्धार जब हाम्रो उद्धार हुँदछ, जब हामी चाहिँ पार लाग्दछौँ, त्यहाँदेखि तब अरू चिजहरूको पार लाग्दछ। किनकि सबै कुरो हामीले नै कट्ठा गरेर राखेको छौँ, हामीले नै सबै अधिकारलाई जमाएर राखेको छौँ। हेर्नुहोस्, सबै कुरा आज भएको त्यो पशु प्राणी जे चिज छ आज हाम्रो सामुन्ने, ती सबै कुरोलाई आज हामीलाई अधिकार दिएको छ। त्यसै कारण हामीले त्यसलाई अधिकार जमाएको कारण जब हामी पार लाग्दछौँ र त्यो चिजहरू पनि हाम्रो पछिबाट पार लागेर जाँदछ। यी कुरा आज यो योना 3को 16ले हामीलाई यी कुरा जनाउँदछ। यी प्रेमलाई पहिला जताउँदछ, त्यहाँदेखि उहाँले यो कुरालाई जताउनुहुन्छ कि प्रेमद्वारा भएको चिजहरू सबै अर्को ठाउँ सरोस्। ती केहीबाट पनि सम्भव र पोसिबल भएन। एक शुद्धता भनेको पहिले हृदयदेखि सुरु हुँदछ। ती प्रेम बिना त्यो कुराको सम्भव छैन। र हामीमा खोट पनि पहिलोचोटि हाम्रो हृदयबाट आउँदछ, हामीलाई दया र माया पनि पहिलोचोटि हृदयबाट आउँदछ, हामीले निर्णय पनि पहिलोचोटि हाम्रो हृदयमा गर्दछौँ, त्यहाँदेखि हाम्रो समस्त बुद्धिलाई हामीले खटाउँदछौँ। त्यसै कारण हृदय हाम्रो प्राण यी रगतसँग जोडिएको छ। ती रगतको निम्ति रगतको चाहिनेको कारणले गर्दा उहाँले आफ्नो एक पुत्र दिनुभयो। त्यसै कारण यसलाई आज मैले थोरै परिभाषित गरेको छु। यसलाई 3 प्रकारले मैले परिभाषित गरेर यहाँनिर लिएर आउँदाखेरि तपाईँहरूको सामुन्ने यो मुक्ति, हाम्रो आत्माको मुक्ति, हामी मरेर कहाँ जानेको हामी कुरा गर्दछौँ। कसैले भन्छ यो, कसैले भन्छन् त्यो, तर कसैसँग पनि कन्क्लुजन के पनि छैन। तर परमेश्वरको पुत्र येशू ख्रीष्ट स्वयं आउनुभयो र उहाँले आफूले गरेर देखाउनु भयो र उहाँ तेस्रो दिनमा साँच्चै जीवित हुनुभयो। उहाँले भन्नुभएको थियो, ती गर्नुभयो र हामी त्यसमा आधारित आज हामी विश्वास गर्दछौँ र विश्वास गरे बापतमा हामीलाई उहाँले गर्नुभएको कुरा हामीमा हुँदछ भन्ने हामी पूर्ण विश्वास गर्दछौँ। किनकि सम्बन्धमा मेरो बाउको भएको कुरो मेरो हो, मेरो भएको कुरो मेरो छोराछोरीको पक्कै पनि हो। त्यसै कारण परमेश्वर अनन्त जीवनको मालिक भएको कारणले गर्दा, अनन्त जीवन नै उहाँमा भएको कारण, जीवन नै उहाँ भएको कारणले गर्दा उहाँको ती अनन्तको जीवन हामीमा आज येशू ख्रीष्टद्वारा हामीमा ट्रान्सफर्म भएको छ। त्यसै कारण यसलाई विश्वास गरेर बनाइएको आजको दिन हामीले एकदम संसारभरिको मानिसहरू आज मनाउँदछन् क्रिसमसलाई। जसले जसरी मनाए पनि, तर कुनै पनि बर्थडेको यो दिन र यो तारिखमा जन्मेको हो भन्ने नभए पनि, तर बाइबलमा भनेको छ कि एकदेखि दुईजना एउटै कुरोमा त्यो कुरो हो भनेर एउटै कुरोमा एग्री भएर लाग्दछ र त्यो कुरा चाहिँ इस्टाब्लिस हुँदछ भने त्यो कुरामा म एग्री हुँदैछु र त्यो कुरा पक्का हुनेछ भनेको त्यसैको आधारमा आज कसैसँग त्यो डिटेल्स नभए पनि यसलाई समय मिलाएर यी बाइबलको विदहरू, यी लेखेको थियोलोजियनहरूले मिलाएर डिसेम्बरको 25 तारिक यी अनुभव सर लेखेर राखेको कारणले गर्दा हामीले आज 25 तारिक मनाउने गर्दछौँ। तर आज हामी इसाई जातिले मात्रै, क्रिस्चियनले मात्रै यी मनाउँदैनन्, सारा संसारले मनाउँदछन्। किनकि उद्धार र रेभेलेसन, प्रकाश चाहिँ यिनै जातिहरूबाट आएका छन्। त्यसै कारण आज यी जातिहरूको समझ र बुद्धि र यी प्रेम भन्ने कुरा यी जातिहरूमा पनि छर्लङ्ग देखिँदछ। मेरो थोरै समयलाई यसलाई मैले 1, 2, 3टा तरिकाले मैले यसलाई सानो सानो तरिकाले मैले राखेको छु, ताकि हामी उहाँको यो प्रेमले हामीलाई कतिको कार गरेर हामीलाई कसरी उहाँले पार लगाउनु हुँदो रहेछ र उहाँ एक्ज्याक्टली उहाँ हामीलाई कुन तरिकाले हामीले उहाँलाई बुझ्दो रहेछौँ, यो बारेमा मैले केही कुरालाई खाका तयार पारेको छु। म पढ्दछु तपाईँहरूको। मुक्ति सुरु गर्ने प्रेम, यी प्रेम, मुक्ति सुरु गर्ने प्रेम, ती प्रेम कस्तो होला? प्रेम होलान् कि जो मुक्ति सुरु गर्ने प्रेम। मैले आज उदाहरण दिँदा मैले मेरो श्रीमतीलाई मैले ल्याउँदाखेरि ती प्रेमकै आधारमा मात्रै मैले टिपेर ल्याएको छु। तर उसको चाहिँ मुक्ति भए, कसैले आफ्नो
गर्लफ्रेन्ड श्रीमतीलाई बिहा गरेर लाँदा ती प्रेम नभएदेखि उसले टिपेर लान सक्दैन। त्यसै कारण त्यो प्रेम त्यहाँ भएको कारणले गर्दा उसले त्यो टिपेर लानुको सक्षम बन्दछ। नभए त ऊ बाउ र आमाले कति माया गरेर हुर्काएको हो नि त, कति बाउ र आमालाई छोड्नु सक्दैन नि त। तर त्यो प्रेमले जितेर त्यसरी लाँदछ। त्यसै कारण यो मुक्ति सुरु गर्ने प्रेमले मात्र ती मुक्तिलाई हामीलाई लाँदछन्, मुक्तिमा बाटोतिर लाँदछन्, हामीलाई उद्धारपट्टि लाँदछन्। उद्धारै त मुक्ति होइन र? ती प्रेमलाई पहिलोचोटि नै जताउनु हुँदछ, किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो। यसले मुक्ति मानवताबाट होइन परमेश्वरबाट सुरु हुन्छ भन्ने कुरा प्रकट गर्दछ। हामी ज्ञानी, बुद्धि, धर्म, यताउता अनेक हामी कामहरू गर्दछौँ। हामी खुसी साथ हामी दानहरू दिँदछौँ। हामी भलाइको कामहरू यति धेरै धेरैहरू गर्दछौँ। अझ कति कुनै बेला त हामीले त्यो कुरा गर्नु पाएन भने हामी धेरै पीडित हुँदछौँ, ताकि हामीले गर्नु नपाएको कारणले गर्दा। तर हामी जब त्यो कुरालाई गर्दछौँ भनेदेखि हामी त्यसमा आनन्द र शान्ति मनाउँदछौँ, कारण यी कुराहरूले हामीलाई तर मुक्ति नल्याउँदो रहेछ। यसै भन्नुभएको छ, यसले मुक्ति सुरु गर्ने प्रेम, किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो। यसले मुक्ति मानवताबाट होइन र परमेश्वरबाट सुरु हुन्छ भन्ने कुरा प्रकट गर्दछ। ती प्रेम हामीमा सम्भव छैन, त्यसै कारण ती परमेश्वरबाट सम्भव छ। त्यसै कारण उहाँले सुरुवात गरिदिनु भयो। अनि पश्चाताप अघि, विश्वास अघि, परिवर्तन अघि, यी पश्चाताप यसमा जोडिएको छ पहिलोचोटि, अनि यसमा विश्वास जोडिएको छ, अनि यसमा परिवर्तन जोडिएको छ। जब म पश्चाताप गर्दछु, ममा परिवर्तन अटोमेटिकली आइसकेको हुँदछ। यसमा जब परिवर्तन अटोमेटिकली हुँदछ, ममा प्रेम अलरेडी गाँसिसकेको हुँदछ। यिनीहरू सबै यसरी नै काम गर्नु हुँदो रहेछ। उहाँले बनाउनु भएको सृष्टिमा यसरी नै काम गर्नु हुँदो रहेछ। पहिलोचोटि पश्चाताप भएपछि ममा पश्चाताप हुनुभन्दा अगाडि नै ममा प्रेम नभए म पश्चाताप गर्दिनँ। पश्चाताप गर्दा गर्दा ममा प्रेम अझै बढ्दछ। त्यसमा मलाई विश्वास हुँदछ। विश्वास बिना मेरो केही हुन सक्दैन। त्यसै कारण त्यो विश्वासले नै यसरी तानेर लगेको रहेछ। त्यसै कारण यसले स्पष्ट तरिकाले बुझाउँछ कि मुक्ति चाहिँ हामीलाई जसले प्राइस पे गर्नुभएको छ उहाँबाट मात्र आउँदछ भन्ने हामीलाई क्लियर स्पष्ट तरिकाले उहाँले बुझाउनु हुँदछ। परमेश्वरबाट मात्रै हाम्रो मुक्तिको सम्भव छ। अरू काम, धर्म, कर्मबाट पुरा छैन भन्ने कुरालाई खारेज गरिदछ। त्यसै कारण उहाँको प्रेम र उहाँको विश्वासबाट मात्रै, परमेश्वरबाट मात्रै यो मुक्ति आउँदछ भन्ने हामीलाई यसले स्पष्ट तरिकाले बताउनु हुँदछ। परमेश्वरले पहिले प्रेम गर्नुभयो। यदि प्रेम नगर्नु भएको भएदेखि अरू कुरा केही पनि सम्भव र पोसिबलै थिएन। प्रेम नगर्नु भएको उहाँले हामीलाई प्रेम नगर्नु भएदेखि येशू ख्रीष्ट आउनु नै हुन्थेन। येशू ख्रीष्ट आउनु नभएको त हामीमा त्यो समझै हुन्थेन। समझ नभई त के हुन्छ र? सबै कुरा त कस्तो हुन्छ भनेदेखि बेचबिखान जस्तोमा मात्रै जाँदछ। म खान्छु, टन्न खान्छु, हेरेकै रहँदछ। 2025 साल आज हामी गिन्ती गर्दछौँ। योभन्दा अगाडिको दिनहरूमा त्यस्तै थिए। मानिस जातिलाई बेच्नुको निम्ति ठुलो कुरो हुन्थेन। यदि म मालिक भयो भने मेरो नोकरहरू भन्ने मेरोमा काम गर्नेहरू, तिनीहरू सबै नोकर, यस्तो नोकर जुन नोकरलाई म बेचबिखान गर्न सक्दछु। त्यो भित्र आज त ह्युमन बिङको, हामीले मानव जातिको आज हामीले त आधारहरू धेरै कुराहरू देख्छौँ। तर पहिलोचोटि डेभलप त्यो कुरा आउँदाखेरि यिनै जातिहरूबाट सुरु भएको थियो। यिनै जातिलाई कसैले बाहिरबाट कमाएर लिएर र बाहिरबाट यिनीहरूले आफूले गरेको मेहनतबाट कमाइ भएको थिएन। तर यिनीहरूलाई भित्रबाट त्यो ज्ञान आएको थियो। त्यसै कारण आज संसारमा सबैभन्दा विज्ञहरूसँग, ज्ञानी बुद्धिमानीहरूले कस्ता यी किताबहरू लेखेका छन्, कस्ता कुराहरू बनाएका छन्, तिनीहरूले बाहिरबाट खोजेर केही पनि पाएका छन्। तिनीहरूले भित्र आएको त्यो हृदयको त्यो समझलाई बाहिर देखाएका छन्। आज तपाईँ र म आज यो हाम्रो कति राम्रो टेक्नोलोजीहरू हाम्रो हातमा चलाउँदछौँ, खेलाउँदछौँ होइन त? त्यसले हामीले युज गर्दछौँ। अहिले यसरी हामी भिडियो बनाउँदछौँ, हामी आफ्नो आफन्तलाई हामीले पठाउँदछौँ। यो पनि कुनै जातिको एक दिनभित्र थिए, त्यही उसले बाहिर निकाले। भित्र आउनु हुने नै परमेश्वर, त्यसै कारण उहाँ भित्र बस्नुहुने परमेश्वर हुन्छ। उहाँ जीवितहरूको परमेश्वर हुनुहुन्छ भन्नुभएको। आइडल कतै बनाएर, मूर्ति बनाएर होइन, ती त मैले बनाएको हुन्, तर होइन, तर उसले, ती आइडलले हामीलाई प्रेम गर्न कदापि सक्दैन, तर जीवित परमेश्वरले गर्न सक्नुहुँदछ भन्ने यी हामीलाई स्पष्ट तरिकाले यी जोन 3:16 के अरे योना 3को 16ले हामीलाई बताउनुपर्छ। ती सबै कुरो प्रेममा मात्रै आजको दिन रहेको छ। त्यसै कारण यो प्रेमको कारणले गर्दा आज संसारले यी आशिष पाएका छन्। यो प्रेम दिवसलाई मनाउँदछन्। वेदर तिनीहरूले जानेर गरून् या नजानेर गरून्, आनन्द मनाएर गरून्, जे गरेर गरून्, तर उनीहरूले यो कुरालाई भुलेका छैनन्। ओ क्रिसमस,
क्रिसमस। मेरी क्रिसमस तपाईँहरू सबैलाई। अगाडि बढ्दछु। यो प्रेम जानी बलिदानपूर्ण र निशर्त छ। जब म प्रेम गर्दछु त ममा स्वार्थ पहिलोचोटि हुँदैन। म मेरो बाउ र आमालाई, मेरो पापा र आमालाई प्रेम गर्दछु, त्यसै कारण उहाँको म टेक केयर गर्दछु, म ख्याल राख्दछु। म मेरो नानीहरूलाई म माया गर्दछु, त्यसै कारण म उनीहरूको ख्याल गर्दछु। म कहिले पनि लेखाजोखा गर्दिनँ। तर मेरो नानी यदि कुनै दिन हस्पिटलमा रह्यो भनेदेखि, उसलाई मुटुको जरुरत छ भनेदेखि म मेरो मुटु अवश्य दिनेछु। प्रेम यसले जताइन्छ। त्यसै कारण परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले एकमात्र पुत्र दिनुभयो। म पनि आज मेरो नानीको निम्ति मेरो सम्बन्ध भएको कारणले यदि कुनै दिन एकदम मुटु, हाम्रो मुटु भनेपछि हामीले मेन मान्छौँ नि त, यसैद्वारा हामी सञ्चालित भएको छ। मेरो ब्लड र ब्लडमा प्राण रहेको छ, त्यसै कारण मेरो प्राण रहनुको निम्ति मेरो मुटु चल्नुपर्छ। यदि मेरो नानीको यदि कुनै दिन मुटुमा केही भएर चाहिँ उसलाई नयाँ मुटुको जरुरत पऱ्यो भने मुटु कसले दिने त? तर म दिन सक्छु, किनकि म खुसीले दिन सक्छु। मेरो जीवन गइसकेका छन्, तर मेरो नानीले नयाँ जीवन पाउनुपर्छ। त्यसै कारण यो मेरो राइट्स हो, म उसलाई दिएर म बरु बिदा हुन्छु। मेरो नानीले चाहिँ जीवन देख्नुपर्छ भन्ने म राख्छु कि राख्दिनँ? म राख्छु भने मेरो प्रेम त्यहाँ जतिन्छ। त्यसरी नै परमेश्वरले आफ्नो प्रेम पनि हामीलाई जताउनु भएको छ। त्यसै कारण मेरी क्रिसमस अझै पनि। अनि हामी विश्वास गर्छौँ किनभने परमेश्वरले अलिकति यतै पो छु कि प्रेम जानी बलिदानपूर्ण निस्वार्थ छ। परमेश्वरको प्रेम पापीहरूतिर सर्छ, तिनीहरूबाट टाढा होइन। यी रोमीको पुस्तकलाई हामीले राम्रोसँग बताउँ। परमेश्वरले धर्मीहरूलाई उठाउनु र धर्मीहरूको निम्ति माया गरेर उहाँ आउनुभयो कि होइन? धर्मी त त्यसै पनि धर्मी नै छ नि, तर पापीहरू को हुन् त? हामी हौँ। जो हामी कति गरेको होला? हामीले कुनै पनि गिन्ती गरेर के गिन्ती छ त? के हरेक दिनमा हामीले बोलेको शब्दको हामीले गिन्ती राखेको छौँ त? हामीले कतिजनाको हृदयलाई दुखायौँ होला कि हामीलाई थाहा छ त? छैन हामीलाई। हामी अनगन्ती पापहरू गर्दछौँ त्यसरी नै। तर यी अनगन्ती पाप गर्यो भन्दामा हामी पछाडि हट्ने हुँदैनौँ रहेछौँ। त्यसै कारण हामीले पाप गरेको कारणले गर्दा, हाम्रो मुक्ति नभएको कारणले गर्दा उहाँको प्रेम यसमा देखिँदछ कि म आज मेरो नानीले गल्ती गर्यो, भुल गर्यो, उसले नखाने कुरो खायो, आज उसको मुटुमा असर पर्यो। तर उसको मुटु चाहिने भएपछि मैले मेरो त मुटु त दिने भएँ, तर उसको उद्धार यसैबाट भयो। परमेश्वरले यो बाहेक अरू फरक कुरो केही पनि गर्नुभएको छैन। हामीले बोकेको ती पापहरूबाट छुटकाराको निम्ति, उद्धारको निम्ति, ताकि हाम्रो आत्मा नमरोस्। शरीर त हाम्रो टेम्पोररी घर हो, यसमा हामी आएको छौँ, बस्छौँ र यो पुरानो भएपछि हामी छोडेर जान्छौँ। तर हामी कहाँ जाँदैछौँ र कहाँबाट आएको छौँ भन्ने हामीलाई थाहा नभएको कारणले गर्दा अनेक भन्दछन् मानिसहरूले, तर सत्य त्यो कुरा होइन। सत्य यही कुरा हुन् जो यदि हामीलाई बनाउनु हुने परमेश्वर जीवित हो भने जीवितमा त पहिलोचोटि त प्रेम हुँदछ। प्रेम छैन भने हाम्रो उद्धारै छैन। त्यसकारण उहाँले उद्धार, बाटो, सत्य र जीवन म हुँ भनेर येशू ख्रीष्टलाई दिनुभयो। त्यसै कारण आज यसको निम्ति पनि फेरि मेरी क्रिसमस तपाईँहरूलाई। अनि त्यहाँदेखि यो रोमीको पुस्तकले हामीलाई यसले बताएको छ, गहिरो सत्य परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ किनभने हामी विश्वास गर्छौँ। उहाँले हामीलाई विश्वास गरेर आफ्नो छोराछोरीलाई उहाँले गर्नुभएको त्यो प्रेम र उहाँले दिनुभएको त्यो विश्वासद्वारा, उहाँले गर्नुभएको त्यो उद्धारद्वारा आज हामी पनि विश्वास गर्दछौँ। उहाँलाई विश्वास गर्दछौँ। हामी विश्वास गर्छौँ किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो। उहाँले गर्नुभएको त्यो प्रेम यदि नभएदेखि आज हामी प्रेम गर्नुको निम्ति विरलै हुने थियौँ होला। तर उहाँले गर्नुभएको त्यो प्रेमलाई हामीलाई देखाउनु भयो। हाम्रो निम्ति गवाही लेखेर राख्ने योना एकजना हुन्। उसले आफ्नो गवाही लेखिदिए। अनि आज तपाईँ र म पनि पढ्छौँ, उनीकै भाइहरू उहाँ हामी होला हजारौँ शताब्दी हामी पछाडि आएका छौँ। हाम्रो कयौँ पुस्ता बितेर गए, तर हामी पनि त्यही मानव जाति होइनौँ त? मेरो जस्तै आँखा, मेरो जस्तै मुख, मेरो जस्तै दुईटा हात र दुईटा खुट्टा थिए, दुईटा कान थिए। जस्तो परमेश्वरको जसको कान छ त्यसले हामीलाई कान दिनुभयो नि त उहाँले। हाम्रो आँखा उहाँका आँखा भएको कारणले गर्दा हामीलाई आँखा दिनुभयो नि त। आज हामीले बनाएको गाडी, हामी त चल्ती फिर्ती भएको कारणले गर्दा हामीले गाडी बनाइहिँडेको होइन त चल्ती फिर्ती गर्ने, त्यस्तै हुन्। त्यसै कारण पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यसै कारण हाम्रो ती प्रेम भन्दा ठुलो कुरो आज हाम्रो जीवनमा अरू केही पनि छैन। यो कुरा हामीले स्पष्ट तरिकाले हामीले येशू ख्रीष्टबाट पाएका छौँ। उहाँले गर्नुभएको, परमेश्वरबाट हामीलाई दिनुभएको यो प्रेमले गर्दा आज हामी यो जीवनलाई हामीले प्रेमपट्टि ढाल्दछौँ। अगाडि बढ्दछु। सबै कुराको मूल्य चुकाउने उपहार
ती उपहार कस्तो उपहार हुन्? ती गिफ्ट। आज मानव जातिले आज हामी एक अर्कामा गिफ्ट त दिन्छौँ। हामी क्रिसमसकै टाइममा सम्झिन्छौँ कि गिफ्ट दिनुपर्छ भनेर। अनि हामी गिफ्ट आदान-प्रदान पनि गर्छौँ। तर यी सबै के हो भनेदेखि हामी उहाँको त्यो कपी मात्र गर्दछौँ। हामी त्यो पुरा गिफ्ट दिन हामी सक्दैनौँ। हामीले कपी गर्दछौँ उहाँले दिनुभएको गिफ्ट। कसले दिनुभएको गिफ्ट? परमेश्वर पिताले आफ्नो पुत्र हाम्रो निम्ति गिफ्ट दिनुभयो। ती गिफ्ट जोद्वारा हामी उद्धार हुन पाऊँ। त्यसै कारण हामीले कुनै कुरोको गिफ्टहरू किनेर दिँदा अरूलाई उसलाई यो कुरोको काम लागोस् भनेर काम लाग्ने कुरो चाहिँ हामी सकेसम्म हाम्रो मनस्थितिले खोजेर दिने गर्दछौँ। त्यसै कारण परमेश्वरले हामीलाई उहाँले गिफ्ट दिनुभयो। को दिनुभयो त? येशू ख्रीष्ट स्वयं हामीलाई गिफ्ट दिनुभयो। त्यो गिफ्टद्वारा आज हामीलाई काम लागोस् भनेर त्यो काम लागेको कारणले गर्दा आज हाम्रो उद्धार भएछ उहाँको ती रगतद्वारा, ती प्रेम। अनि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। सुसमाचार सल्लाह होइन। आज तपाईँ र म यो कुरा अहिले गर्दैखेरिको प्रेमको कुरा गर्दैखेरिको तपाईँ र मैले सल्लाह दिएको होइन, पक्कै पनि होइन। यो सल्लाह होइन। जो सत्यताको कुरा गरिन्छ ती यसलाई सल्लाहमा हामी कसरी तुलना गर्न सक्दछौँ? सल्लाहमा मात्र हामी यसलाई तुलना गर्न सक्दैनौँ। तर हामी यसलाई त्योभन्दा कयौँ बढी गुणाले हामी हेर्दछौँ। भन्दैन अङ्ग्रेजीमा बियोन्ड, जुन चाहिँ हाम्रो समझदेखि परको यी सल्लाह होइन। सुसमाचार सल्लाह होइन, यो उपहार हो। परमेश्वरले स्वर्गदूत, अगमवक्ता र सन्देश पठाउनु भएन। उहाँले आफैलाई प्रकट गरिदिनु भयो। यदि उहाँले सन्देश मात्रै पठाउनु भएको भएदेखि, कसै अगमवक्ताद्वारा बोलिदिनु भएको भएदेखि, फल्नालाई गएर भनिदेऊ, देखाइदेऊ भन्नुभएको भएदेखि हामीले सोच्थ्यौँ कि इट लुक्स लाइक द बिजनेस, ताकि भनेको बापतमा अरूले भनेकोमा विश्वास गरोस् भनेर। तर उहाँले आफ्नो स्वयं आफ्नो पुत्र जब दिनुभएपछि यसलाई त प्रकटै भयो नि त अगाडिपट्टि। जब यति प्रकटै भएपछि हामी यसलाई के भनेर भन्ने? त्यसै कारण यी सुसमाचार सुनाउने, सत्यको कथा सुनाउने र सत्यको कथा सुन्ने यी चाहिँ हाम्रो निम्ति के अरे ऊ मात्रै होइन अरे, यी उपहार। ये त हाम्रो निम्ति एक सल्लाह नभएर उपहार। अनि यी उपहार, यस्तो उपहार जुन उपहारद्वारा हाम्रो उद्धारको उपहार। अनि यसमा आनन्द नमनाएर हामी के गर्ने त? त्यसै पनि फेरि पनि तपाईहरुलाई मेरी क्रिसमस। अनि परमेश्वरले स्वर्गदूत, अगमवक्ता यी सन्देश वाहकहरू पठाउनु भएन। उहाँले त आफै प्रकट गरिदिनु भयो। उहाँले आफैलाई प्रकट गर्नु। एकमात्र पुत्रको अर्थ अद्वितीय, कुनै पनि परिवर्तन हुन नसक्ने। एकलाई तीन बनाउन सकिँदैन, तीनलाई एक बनाउन सकिँदैन भने जस्तै एक 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 मात्र, सदा सर्वदाको, परिवर्तन कहिले पनि नहुनेको ती सत्यले हामीलाई एकैचोटि उहाँले डाडुबाट उगाएर हामीलाई लाँदैन। हामीले दालको गेडा उगाउँदाखेरि डाडुमा, एक डाडुमा कतिवटा आउँछ नि त? त्यसरी नै फुल्ली एकैचोटिमा उहाँले हाम्रो निम्ति त्यो गरिदिनु भयो, उद्धार गरिदिनु भयो। तर यी कुरा चाहिँ कसरी आउँछ? अलिकति पढौँ। दिने कुराले सधैँ क्रुसलाई औल्याउँछ। आज हामी गिफ्ट दिनेको अघि मैले कुरा गरेको नि त, यी कुरा दिने कुरा। आज तपाईँ र म पनि यसरी बस्नेको कुरामा पनि यो पनि मैले दिने, तपाईँबाट पनि मैले लिने। यो दिने र लिनेको कुरा जुन चाहिँ छ नि, तर लिनुमा होइन दिनुमा नै असल छ अरे। त्यसकारण दिनेको कुराले जहिले पनि क्राइस्टलाई औल्याउँछ, किनकि उहाँले दिनुभएको त्यतिको ठुलो त्यो प्राइस र उहाँले दिनुभएको त्यो ठुलो कुरा जतिको, त्यो प्राण दिनु जतिको कुरा, अरू त्योभन्दा ठुलो कुनै पनि गिफ्ट र कुनै पनि प्राइस छैन। त्यो प्राइसलेस भएको कारणले गर्दा दिने कुराले चाहिँ जहिले पनि क्राइस्टलाई औल्याउँछ। यदि त्यसलाई इन्डिकेट गर्नु पर्यो भनेदेखि त्यो क्राइस्टपट्टि, येशू ख्रीष्टपट्टि, यदि चाहे उसले येशू ख्रीष्टलाई चिनेको छैन, जानेको छैन, तब पनि जुन बेलामा उसले, उसँग पनि त आत्मा र सोल त छ नि त भित्र, उसले जब दिँदछ हृदयबाट खुसी भएर दिँदछ, तब त्यही त क्राइस्टपट्टि इन्डिकेट गर्दछ। त्यसले दिने कुरा, सबै कुरा क्राइस्टलाई बुझाउँदछ र देखाउँदछ। गहिरो सत्य, परमेश्वरको प्रेमको नाप उहाँले तिर्न तयार हुनुभएको मूल्यमा देखिन्छ। यो उहाँले ती गहिरो प्रेम, अब यसलाई गहिरो प्रेम मात्रै भनेर त कसरी यसलाई नाप्न सकिन्छ र? कुनै पनि त्यसको नापजाप छैन, समझदेखिको बाहिर छ। त्यो प्रेम र त्यो मूल्य, यीद्वारा हाम्रो सबैभन्दा अन्तिमको प्रेम भनेर भन्दा कसरी भन्ने? त्यसै कारण उहाँले भन्नुभएको छ, उहाँ पहिलो र अन्त, पहिलो हाम्रो प्रेम,
त्यसै कारण उहाँ पहिलो र अन्त। त्यसै कारण यसले हामीलाई त्यो गहिराईले हामीलाई बुझाउँदाखेरि हामीलाई ती तलको त्यो गहिराईको प्रेमलाई बुझाउँदछ, जो सारा कुरो गुमाएर पनि त्यो एक चिज चाहिँ राखिराखौँ भनेको, ती प्राण, ती प्राण, ती प्रेम। यसलाई बुझाउँदछ। आजको दिनले यसलाई बुझाउँदछ। केही छ अझै पनि, अगाडि बढ्दछु। विश्वासद्वारा जीवन, कामद्वारा होइन, उहाँमा विश्वास गर्नेले नाश नहोस् तर अनन्त जीवन पाओस्। विश्वासद्वारा मैले गरेको हिजोको दिनको 1 सालभरि मैले अर्काको निम्ति सेवा गरेँ, त्यसले मलाई मुक्त नल्याउँदो रहेछ, त्यसले मलाई अनन्त जीवनपट्टि नलाँदो रहेछ, त्यसले मलाई म मरेर पनि, म जिउँदो हुँदा र मरेर म जहाँबाट आएको थिएँ मलाई त्यहाँ पुग्नुको निम्ति चाहिँ मलाई त्यो प्रेम र विश्वासको प्रेमको जरुरत रहेछ। त्यो पनि विश्वास र प्रेम मात्र भएर पनि इनफ नहुँदो रहेछ। त्यो पनि ढोकाबाट छिर्नु पर्दो रहेछ घरभित्र पस्नुको निम्ति। कसको? आफ्नो परमेश्वरको हृदयको ढोकाभित्र पस्नुको निम्ति हामीले ढोका खोल्नु पर्दो रहेछ। त्यो हृदय मेरो मुटु, अघि मैले मुटुको गर्दै थिएँ, स्वयं येशू ख्रीष्ट हुनुहुँदो रहेछ। त्यो जब खोलिएपछि मात्रै हामी भित्र प्रवेश गर्नका हामीले ढोका पाउँदो रहेछौँ। त्यसै कारण आजको दिन मेरी क्रिसमस फेरि पनि तपाईँहरूलाई अगाडि बढ्दछु। मुक्ति जो कोहीलाई पनि प्रदान गरिन्छ तर विश्वास गरेर प्राप्त हुन्छ। मुक्ति सबैको निम्ति हो। मुक्ति सबको निम्ति, कसैले रोकेको कसैले पनि छैन, कसैले रोकठोक गरेको केही पनि छैन। आज आएर सार्कीलाई पनि त्यही मुक्ति छ भनेदेखि, च्यामेलाई पनि त्यही मुक्ति छ भनेदेखि, राजालाई पनि त्यसैको मुक्तिको छ भनेदेखि, बाहुनलाई त्यही मुक्ति छ भने, शेर्पा भोटेको त्यही मुक्ति चाहिएको छ भने, म आज राई लिम्बू उसै मुक्ति छ। मुक्ति सबको छ, तर मुक्ति चाहिँ विश्वास गरेर मात्र प्राप्त छ। नभए मुक्ति छैन। हाम्रो अरू चाहिँ धर्म कर्ममा मुक्ति छैन। मुक्ति त विश्वासमा छ। मुक्ति विश्वास र प्रेममा। प्रेम आफै नै येशू ख्रीष्ट आफै नै मेरो यी हृदय। अगाडि बढ्दछु। विश्वास भनेको भरोसा र समर्पण हो, धार्मिक प्रयास होइन। यी विश्वास, यी भरोसा र समर्पण। आज मसँग केही पनि किन नहोस्, तर भए पनि भरोसा र विश्वास यदि ममा छ भनेदेखि मेरोमा जीवन छ। किन ममा भरोसा छ, किन मलाई थाहा छ कि मलाई केही हुँदैन भनेर। त्यति भरोसा र त्यो विश्वास छ भने त्यसलाई त्यसै पनि भएर जान्दछ, किनकि उमा त्यो भित्र पहिले नै भरिसकेको छ। अब धार्मिक प्रयास होइन यो, जुन चाहिँ यो विश्वास भन्ने कुरो जुन चाहिँ छ, विश्वास भनेको भरोसा र समर्पण हो, धार्मिक प्रयास होइन। विश्वासले हामीलाई ख्रीष्टसँग जोड्दछ, किनकि विश्वास नै ती प्रेममा छन्। प्रेम बिना विश्वास छैन। प्रेम नै येशू ख्रीष्टमा जोड्दछ। यो विश्वासले हामीलाई ख्राइस्टमा जोड्दछ। फेरि पनि तपाईँहरूलाई मेरो क्रिसमस। अनन्त जीवन अहिले सुरु हुन्छ जब म विश्वास गर्दछु। म विश्वास गर्दछु त म यसलाई त के विश्वास गर्नेलाई के भने विश्वासी। ख्राइस्टमा जब म भरोसा गर्दछु, विश्वास गर्दछु, मेरो जीवन त अनन्त जीवन त अहिले सुरु हुँदछ। ती अनन्त जीवनको उहाँले गर्नुभएको प्रमिस त अहिले सुरु हुन्छ, किनकि म ढोकाबाट भित्र पसिसकेँ। जब घरभित्र पस्छु भएपछि त मैले कहाँ खाने ठाउँ, कहाँ सुत्ने ठाउँ, कहाँ किचन रहेछ, त्यो त म आफैले हेर्नु पर्यो नि त। तर ढोका मेरो लागि खोलिसकेँ यिनै विश्वासद्वारा। अब अनन्त जीवन अहिले सुरु हुन्छ र सधैँभरि रहन्छ। जब म पस्दछु त मेरो त एकचोटि ढोका खुलेपछि त सधैँभरिको अनन्त जीवनपट्टि म छिरेँ। गहिरो सत्य, ईसाई धर्म जीवन कमाउने बारेमा होइन, यो परमेश्वरको जीवन प्राप्त गर्ने बारेमा हो। ईसाई धर्म धन सम्पत्ति कमाउने र धेरै जोड्ने र मलाई यो भएर त्यो भयो भनेर मैले हात पिटेर हिँड्ने होइन। ईसाई धर्म परमेश्वरपट्टि जोडिनेको जीवन हो। कमाउने बारेमा होइन, यो परमेश्वरको जीवन प्राप्त गर्ने विषयमा हो। फेरि पनि तपाईहरुलाई मेरी क्रिसमस। यो सालको निम्ति आजको दिन मैले लिएको यो मेरो छोटो सुसमाचार तपाईहरुको सामुने आजलाई यसमा सकाउँदछु। र सबैलाई मेरो तर्फबाट नम्र जय मसीह येशू ख्रीष्टको नाममा तपाईहरु सबैलाई शान्ति रहोस्। अर्को हप्ता तपाईहरुसँग आउनेछु। जय मसीह।